कस्तो राम्रो छ क्या यहाँ अहिले हामी बसिरहेको ठाउँ चाहिँ हेर्नु न यहाँ अहिले त झन् फुलेर एकदमै राम्रो भएको छ हिजोको जस्तै आज पनि मैले चाहिँ सामानहरू बोकेर पसलतिर गएँ पसल चाहिँ अहिले यतिको बनाएको छ हामीले राम्रो भइरहेछ अहिले सामानहरू बिस्तारै मिलाउँदैछौँ ठिकै भइरहेछ भनौँ अनि यहाँ चाहिँ उज्यालो छ क्या मजाले लाइट आउँछ झ्यालहरू सबै खुल्ला छ नि त अँध्यारै हुँदैन बत्ती बाल्नु पर्दैन दिउँसो दाल मसलाहरू सबै मिक्सर मैले चाहिँ पसलमा लिएर गएको थिएँ अनि म चाहिँ दिउँसो मिलाउँदै बसिरहेको थिएँ यहाँ साइडमा दाइहरू चाहिँ चुरोट खाइरहनु भएको थियो त्यही भएर मैले त्यो फ्यान पनि खुल्ला छोडिदिएको थिएँ अनि एकछिनपछि यहाँ दिदीहरू पनि सामान लिन आउनुभयो दिउँसो चाहिँ मेरो यस्तो फोन बिग्रियो कि त्यो कुरा कुनै दिन सुनाउला यति दुःख दियो कि अनि एकैचोटि राति भइसकेको थियो अनि हाम्रो एकजना भाइको बाबा चाहिँ बाहिरबाट आइरहनु भएको थियो अनि उहाँले चाहिँ मिठाई दिनुभयो बाहिर मतलब गाउँमा जानुभएको थियो अनि हाम्रो चाहिँ मिठाई धेरै चल्छ नि त अनि मिठाई चाहिँ ल्याउनै पर्छ कि अनिवार्य अनि मैले चाहिँ बेलुकातिर चाहिँ खाना बनाएँ मेरो मोबाइलले यति दुःख दियो कि 2-3 घन्टा त यस्तो भएको थियो अनि खान्जीले बनाएर ल्याउनु भयो पैसा यति धेरै गयो कि कुरै नगरौँ म त भन्न नै सक्दिनँ कि मोबाइलले मलाई यति दुःख दियो कि अहिले चाहिँ अनि बेलुका हामीले खानासाना खाएर सबै बन्द गरेर हामी चाहिँ गयौँ बाई बाई आजको भ्लग यति नै भोलि अलिक राम्रो आउनेछ थ्याङ्क यू फर वाचिङ